गाइस म आज भिडियो बनाउँदैछु। हजुरलाई भिडियो मनपर्छ भने लाइक सब्सक्राइब गर्नु होला। अब रमाइलो लागि म भिडियो बनाउन आऊँ। आज हामी बोबैमा माछा मार्न आउँछौँ। तपाईँहरूलाई राम्रो लाग्छ भिडियो हेरिदिनु होला, राम्रो लाग्दैन भने नहेरिदिनु होला। आज हामी माछा मार्न मेरो साथी र साथीको बुवा आउनु भएको छ। आज हामी मार्न बोबी खोलामा माछा मार्न आइरहेछौँ। माछा पनि परिरहेछौँ, तर माछा मार्ने हो भने रमाइलो हामी गरिरहेछौँ। हामी माछा मार्दा मार्दा बोबैतिर आइपुग्यौँ किनारामा। हेर्नुहोस् गाइजहरू, अब यो हामी भइगयो किनारा माछा मार्दै हामी तलतिर लाग्दैछौँ। अनि सरले उहाँ करेन्ट आएर मारिरहेछन् भन्नु मिल्छ। हेर्नुहोस् हामी कता जाने अब? बेटरीले पनि माछा मार्ने नदीमा राम्रो हुने रहेछ। ड्याडीले सोध्दै हुनुहुन्छ कि बेटरीले मार्न सजिलो हुन्छ भन्नुहुन्छ। हामी माछा मार्दा मार्दा बोबैतिर आइपुग्यौँ किनारामा। हेर्नुहोस् गाइजहरू, अब यो हामी भइगयो किनारा माछा मार्दै हामी तलतिर लाग्दैछौँ। अनि सरले उहाँ करेन्ट आएर मारिरहेछन् भन्नु मिल्छ। हेर्नुहोस् हामी कता जाने अब? बेटरीले पनि माछा मार्ने नदीमा राम्रो हुने रहेछ। ड्याडीले सोध्दै हुनुहुन्छ कि बेटरीले मार्न सजिलो हुन्छ भन्नुहुन्छ। गाइजहरू यो माछा अझै मार्दैछौँ। हेर्नुहोस् यो। अनि सर माछा मरेछ पऱ्यो कि नै? यता चाहिँ खासै माछा छैनन् क्या। माथितिर बरु माछा थिए, यहाँतिर खासै माछा परिरहेको छैनन्। यहाँ बढी झार भयो क्या, झारले गर्दा भएन माछा। यो हामी चाहिँ कति पाइरहेको छैन। पर दाइले चाहिँ माछा मारै हुनुहुन्छ, परेछन् पर्यो। हामी चाहिँ परिरहेछौँ, त्यही ट्राई गर्दैछौँ। जय र ससुराको आज प्रतिस्पर्धा छ माछा मार्ने। हामी बोबी खोलामा माछा मार्न आइरहेछौँ। अब फर्स्ट प्रयासमा चाहिँ जयले चाहिँ बाम पार्नुभयो, अनि ससुरा बुवाको सेकेन्ड प्रयासमा चाहिँ बाम पार्नुभयो। आज जे होस् रमाइलो भइरहेछ हाम्रो यहाँ बोबी खोलामा माछा मार्न। हेर्नुहोस् आजको मौसम पनि एकदम राम्रो छ। हिजो पानी परेको थियो, आज पानी परेकोमा आज माछा मार्न रमाइलो भइरहेछ। हेर्नुहोस् गाइस, ल हाम्रो अनि सरले यहाँ खासै माछा छैनन् क्या दिदी। दिदीले पनि अब सेकेन्ड चान्समा बाम पार्नु भएको छ। बाम हेर्नुहोस् सेकेन्ड चान्समा ड्याडीले बाम पार्नु भएको छ। बाम फेरि भागिरहेछ। यी प्रयास चाहिँ जारी छ। चाहिँ सेकेन्ड प्रयासमा चाहिँ बाम पार्नु भयो नि ड्याडी। अब गइदला भाग्दैन। एउटा बाम पनि बहुत तगडा छ। चिप्लो तपाईहरुलाई ठुलै रहेछ, नत्र त बस्ने हो। ड्याडी हालिहाल्नु, साथी हालिहाल्नु। सेकेन्ड प्रयासमा चाहिँ बाम मार्नु भएको छ हाम्रो ड्याडीले। अनि सरले पहिलो प्रयासमा चाहिँ बाम पार्नु, हाम्रो सेकेन्ड प्रयासमा ड्याडीले चाहिँ बाम पार्नु भयो। प्रतिस्पर्धा चलिरहेछ जयको र। फाइनल्ली अनिल सरले पार्नु भएको छ। ठुलै माछा पार्नु भएको छ। आज बाम पार्नु भएको छ। हेर्नुहोस् ठुलो माछा आज बाम। फर्स्ट प्रयासमा चाहिँ ठुलै बाम परेको रहेछ। एकदम गुड प्रयास छ आज। फर्स्ट प्रयासमा चाहिँ राम्रो आएको छ।
अड्डीको मिस फायर भइरहेछ परिरहेछन् अनि सरको पर्यो आज प्रतिस्पर्धा भइरहेछ आज खासै त्यति मासु त पऱ्यो आज ज्वाइँ र ससुराको आज प्रतिस्पर्धा छ माछा मार्ने हामी बोबी खोलामा माछा मार्न आइरहेछौँ अब फर्स्ट प्रयासमा चाहिँ ज्वाइँले चाहिँ बाम पार्नुभयो अनि ससुरा बुवाको सेकेन्ड प्रयासमा चाहिँ बाम पार्नुभयो आज जे होस् रमाइलो भइरहेछ हाम्रो यहाँ बोबी खोलामा माछा मार्नु हेर्नुहोस् आजको मौसम पनि एकदम राम्रो छ हिजो पानी परेको थियो आज पानी परेकोमा आज माछा मार्न रमाइलो भइरहेछ हेर्नुहोस् गाइस ल हाम्रो अनि सरले आज ज्वाइँको र ससुराको प्रतिस्पर्धा छ हाम्रो अन्य सरले एउटा बम मार्नु भएको छ भने ससुराले दुईवटा बम मार्नु भएको छ हेर्नुहोस् गाइसहरू आज कसले कति बम मार्छ आज तपाईँहरूलाई मैले देखाउँछु अहिलेसम्म हाम्रो ड्याडीले दुईवटा बम मार्नु भएको छ अनि सरको एउटा परेको छ फेरि ल बम परेको छ हाम्रो तीनवटा बम पार्नु भएको छ हाम्रो ड्याडीले आज प्रतिस्पर्धा छ अहिले जबरजस्ती छ अहिले ठुलै बम परे जस्तो छ हेर्नुहोस् गाइस ठुलो बम परे जस्तो छ अहिलेसम्म हाम्रो तीनवटा बम पार्नु भएको छ ड्याडीले अनि सरले एउटा आज प्रतिस्पर्धा छ आज हेर्नुहोस् गाइस आज कसले कति मार्छ आज हाम्रो कति कसले कति बम मार्छ हेरौँ पटकमा चाहिँ पार्नु भएको छ हाम्रो बामै बाम परिरहेछ हेर्नुहोस् गाइस आज प्रतिस्पर्धा छ आज ससुरा र ज्वाइँको ल फेरि हानु मल्ली सर हाम्रो यहाँ 4 पटक बाम पारिसक्यौँ हामी यहाँ अहिले पनि ठुलै पऱ्यो होइन दिदी ठिकै छ 4 र 1 छ हाम्रो ज्वाइँको र ससुराको आज प्रतिस्पर्धा छ आज कस्तो कडा रहेछ पासबुक गीत सुनिए कहाँ रह्यो उसका फाइनल्ली आज माछा मारेर ल्याए यति भयो माछा चाहिँ हाम्रो विनर ड्याडी हुनुभयो विनर विनर ड्याडी हुनुभयो फर्स्ट विनर ड्याडी हुनुभयो के अरे अब अहिले सर चाहिँ लास्ट हुनुभयो है ड्याडीले 3टा मारेपछि एउटै मार्छ